सो यस्तो शङ्खहरू कति धेरै छ क्या यहाँभित्र मैले तपाईँलाई यस्तो निकाल देखाएको है यसलाई छोडिदिन्छु यसमा कति धेरै छ यहाँभित्र त्यो शङ्ख यस्तो है टन्नै छ यहाँ। हेलो एभ्रिवान, वेलकम टु द च्यानल। के छ सबैजनाको हालखबर? न्यू डे न्यू भिडियो। अनि आज बिदाको सेकेन्ड दिन हो। हिजोको दिन चाहिँ यतिकै बित्यो, के गर्दा गर्दै बित्यो। अनि आज चाहिँ एकछिन भयो नि बाहिर घुम्न जानु पर्यो भनेर निस्केको छौँ हामी होइन। आज बुढी पनि छ मसँग। बुढी चाहिँ काम सकाएर आएको छ होइन। अनि अहिले हामी चाहिँ उसको रुमको यहाँ भेट्यौँ। अब यहाँबाट गाडी चढेर हामी जान्छौँ कतैतिर होइन। अब यहाँबाट मेन कुरा भनेको गाडी खोज्नु पर्यो हामीले। गाडी पाउँछ पाउँदैन थाहा छैन हामीलाई। सो अब हेरौँ कहाँ पुग्छ हामी है। सो साथीहरू हामी चाहिँ यहाँ बस कुरिरहेको छौँ होइन। सबैजना बस कुर्ने ठाउँ रहेछ यहाँ। यहाँ बस स्टप छ। अब कति बजी बस आउँछ थाहा छैन। सो कुरिराख्नु अब है। सो बस कुर्दा कुर्दै है गर्मी भइसक्यो। अनि फाइनली बस पनि आयो यहाँ हाम्रो। सो लेट्स गो यहाँबाट है। सो साथीहरू हाम्रो बस हिँडिसक्यो होइन। अब हामी कहाँ पुग्छौँ हेरौँ है त। सो हामी चाहिँ यहाँ मलमा पुगिसक्यौँ गाडीबाट ओर्लेर होइन। अब यहाँबाट हिँडेर कति टाइम लाग्छ हामीलाई? कति टाइम लाग्छ हामीलाई? अब 10-15 मिनट मजाले हिँड्नुपर्छ साथीहरू होइन। यहाँ यो देशमा आएदेखि यति हिँड्न परेको छ नि, यति हिँड्न परेको छ साथीहरू है। गाडी छ तर गाडीबाट ठ्याक्कै ठाउँमा पुगेन क्या। तपाईँको स्टेसनमा मात्रै रोक्छ होइन। अनि अरू ठाउँ भनेको आफै हिँडेर जाने हो। गाडी हुनेहरूलाई चाहिँ एकदमै आनन्द छ होइन। गाडी नहुनेहरूलाई चाहिँ यस्तै हो, हामी जस्तो हिँड्ने हिँडे हिँड्ने हिँडे हिँड्ने हिँडे हिँड्ने त्यही हो। अब त्यहाँ गएर तपाईँलाई देखाउँछु कहाँ पुग्छ हामी होइन है। सो साथीहरू हामी बसबाट ओर्लेर 10 मिनटमा हामी यो यस्तो ठाउँमा पुग्यो, लाइट हाउस बिच भन्ने ठाउँमा है। होइन त धेरै हिँड्नु परेन आज चाहिँ। अनि यहाँबाट चाहिँ पुरै भेडा बाख्राहरू पनि रहेछ यहाँ। तपाईँलाई म अहिले देखाउँछु है। सो अब भित्र जाउँ हामी। म चाहिँ यहाँबाट आएँ बुढिया। सो धेरै मान्छेहरू पनि छैन, ठिक ठिकै मान्छेहरू छ। तपाईँलाई देखाउँछु म है। सो यो नै हो ठाउँ चाहिँ है। त्यो लाइट हाउस भनेको त्यहाँ छ। त्यही लाइट हाउस भएर यो ठाउँलाई चाहिँ लाइट हाउस बिच भने होइन त। यता आउनु, यताबाट हेरौँ पहिला। सो यहाँ चाहिँ यस्तो सेलमा पनि रहेछ यो अपार्टमेन्ट। के अरे यस्तो अपार्टमेन्टै भनौँ न, रुमहरू भनौँ न त्यो छ है। उतातिर मान्छेहरू पुरै स्विमिङ हान्दैछ। अनि त्यही हो लाइट हाउस भनेको चाहिँ त्यही हो। अब त्यहाँतिर पनि जान्छौँ हामी अहिले है। त्योभन्दा पहिला चाहिँ अब यसो यहाँ एक्सप्लोर हानौँ न के रहेछ के छैन भनेर है। आऊ जाउँ। हामी चाहिँ अब त्यहाँ सनबेडहरू पनि रहेछ त्यो लाइट हाउसको नजिकतिर जान्छौँ हामी है। अहिले चाहिँ हामी नजिकै छौँ यहाँबाट। सो हामी चाहिँ तल आइसक्यौँ है। यहाँको चाहिँ यस्तो छ भ्यू है। उता मान्छेहरू सुतिरहेको छ मजाले बेडमा। त्यहाँतिर जान्छौँ हामी। के छ कस्तो छ तपाईँलाई देखाउँछु म है। हुन्छ उता बोट सोट पनि चलिरहेछ। के हो साथीहरू, साइप्रस भनेको अब यही समुद्र हो। जहाँ पनि समुद्र है। अब यहाँ घुम्ने ठाउँ भनेको नै समुद्र हो क्या हामीलाई। सो अलिकति अगाडि जाउँ हामी अब के हुन्छ त्यहाँ। त्यहाँ बुढीले नि खिच्दैछ है। ठाउँ हेर्दा चाहिँ यस्तो छ साथीहरू है। बिचै बिच हुन्छ यहाँ, ठाउँमा बिच हुन्छ है। स्विमिङ पनि हान्दैछ मान्छेहरू। हामीलाई स्विमिङ खेल्न आउँदैन, नत्र हामी स्विमिङ खेल्न देखाउँछ तपाईँलाई। स्विमिङ चाहिँ आउँदैन हामीलाई। ओ यो के हो, यो चराहरू पनि उडिरहेछ है। पुरा यो यस्तो बेड बनाएर मान्छेहरू मजाले सुतिरहेको हुन्छ यहाँ आनन्दसँग। कुहिरेहरूलाई चाहिँ के हुन्छ भन्दाखेरि उनीहरूको देशमा चाहिँ अहिले जाडो भइरहेको हुन्छ नि होइन। उनीहरू चाहिँ यो घामको भोगी हुन्छ क्या। अनि यो घाम पाउनलाई यिनीहरूलाई चाहिँ यहाँ साइप्रस आएर एकदमै आनन्द आउँदो रहेछ यिनीहरूलाई। किनकि साइप्रसमा घाम एकदमै छ होइन। घाम भएर कुहिरेहरू आउने हो यहाँ। सो यस्तो पुरै बालुवा छ है। अनि यस्तो सुत्ने ठाउँहरू राखिदिएको छ। अब यो सुत्ने ठाउँ फ्रीमा हो कि होइन थाहा छैन मलाई है। मजाले घाममा सुतेर यो भ्यूको आनन्द लिएर होइन मजा आउँछ। हावा चलिरहेछ सरर चलिरहेछ है।
सो साथीहरू यस्तो छ है, म अहिले यहाँ आइसकेँ। यस्तो छ यहाँको भ्यू। उतातिर सबै मान्छेहरू घाम तापेर थियो, अब घामै गइसक्यो क्या आज। ल अनि यहाँ बच्चाहरू खेलिरहेछन् है यसरी। हामी नेपालमा यसरी यो समुद्रको छेउमा यसरी खेलायो भए हामीलाई अघि नै कुटिसक्यो मम्मीहरूले। अब यस्तो बुढी मान्छे पनि त्यहाँ खेल्न गइरहेछ है। यहाँबाट चाहिँ भर्याङ हाल्दैछ होइन, भर्याङबाट रमाइलो भएको छ नि। यस्तै छ साथीहरू है। हामीलाई अब स्विमिङ खेल्न आउँदैन, तर म पनि यस्तो डुबिन्थेँ अरे, म पनि डुब्न जान्थेँ। यतापट्टि पुरै मान्छेहरू घाम तापिरहेछन् है, पुरै घाम तापिरहेछन्। अब यहाँबाट त्यो लाइट हाउस जुन छ त्यो लाइट हाउसतिर पनि जान्छौँ हामी है। जान खोजेको चाहिँ यो ठाउँमा होइन, तर यो सबै यहाँ यो बाउन्ड्रीहरूले रोकेको छ हामीलाई। मान्छेहरू पनि छ त्यहाँ है, हिँड्दा छ। अब यहाँबाट सिधै सिधै कहाँ कहाँ जानुपर्ने हो। अब यहाँ यो ठाउँमा जानु चाहिँ कसरी थाहा भएन साथीहरू। हामी ट्राई गर्दैछौँ त्यहाँ जानलाई है। लेट्स सी। यति बाटो हिँड्छु हामी सिधै, अब हामी त्यहाँ जानुपर्छ साथीहरू। हामी लाइट हाउस जानु लाग्यो, लाइट हाउसको बाटो नै बन्द रहेछ त्यहाँबाट। अनि त्यो बाटो हेर्दा हेर्दै फेरि यही समुद्रकै छेउछाउमा आइपुग्यो। जहिले जहाँ घुम्न गए पनि लास्टमा चाहिँ यो समुद्रको छेउछाउ नै पुग्छौँ हामीहरू है। के गर्ने, यस्तै छ यो ठाउँ नै। अब समुद्र नै समुद्रले भरेको ठाउँ है। बिचमा समुद्र, के अरे बिचमा यो टापु, अनि साइड साइडमा सबै समुद्र। अनि कहाँ घुम्न जाने, समुद्र। त्यही हो। तपाईँहरू पनि एकचोटि यहाँ आउनुभयो चाहिँ तपाईँले समुद्र बाहेक अब अरू केही पनि देख्नु धेरै खास होइन। तपाईँलाई पनि छेउ लाग्छ होला यो समुद्र देख्दा नै। त्यही नै हो। अब यहाँ बसेर यसो फोटोसोटो खिच्छौँ अलिअलि होइन। अनि के हुन्छ अगाडि त्यो पनि देखाउँछ तपाईँलाई। समुद्रको यहाँ छेउमा आएको होइन, अनि यहाँ अलिअलि पानी जमिरहेको छ है यहाँ। अनि यहाँ सानो सानो माछाहरू रहेछ क्या, तपाईँलाई देखाउँछु है। सानो सानो माछा छ यहाँ। कहाँ गयो सानो माछा? खै ए ऊ यहाँ सानो सानो माछा छ, तपाईँले देख्नुहुन्छ है। ऊ यहाँ यो पनि रहेछ यहाँ, यो शङ्खहरू पनि रहेछ यहाँ। कति धेरै शङ्ख रहेछ है। खै शङ्खहरू छ। यो श्रिम्प पनि रहेछ यहाँ, मैले श्रिम्प देखेँ है। यो हेर न, यस्तो यो शङ्ख सानो सानो। यो साथीहरू भन्ने चाहिँ अब यो समुद्रमा कति चाहिँ माछाहरू होला त। ल ए छौ यहाँ देख्न सक्नुहुन्छ माछा। यहाँ छ माछा, कति माछा होला त यहाँ। देख्नुभयो माछा ए खेल्दैछ, भाग्दैछ। कति कतिको माछा आउँदा यहाँ अब। सो यस्तो शङ्खहरू कति धेरै छ क्या यहाँ भित्र। मैले तपाईँलाई यस्तो निकाल देखाएको है, यसलाई छोडिदिन्छु यो। कति धेरै छ यहाँभित्र त्यो शङ्ख। यस्तो है, टन्नै छ यहाँ। राखिदिन्छु। सो अलिकति अब त्यहाँ अगाडितिर जाउँ हामी है।